सबैजनालाई एकचोटि फेरि हाम्रो इटाली स्टडी जर्नी युट्युब च्यानलमा स्वागत छ। आज हामी फेरि नयाँ भिडियो लिएर आएका छौँ। फाइनान्सियल डकुमेन्ट्सको धेरै कुरा बुझेन भनेर हामीलाई कमेन्टहरू आइरहेको थियो। यसको रिगार्डिङमा हामीले आज नयाँ भिडियो ल्याउनलाई केही टाइम त लगायौँ, तर एउटा भिडियो प्रस्तुत गर्न ट्राई गरेका छौँ आज। मेन कुरा फाइनान्सियल डकुमेन्ट्समा चाहिने कुरा भनेको तपाईँको एउटा स्पोन्सरसिप कसलाई बनाउने हो त्यो हो है। अनि स्पोन्सरसिपमा अब धेरै थरीको हुन्छ। स्पोन्सरसिप भनेको चाहिँ स्पोन्सर भनेको एउटा इन्डिभिजुअल हो कि जसले तपाईँलाई त्यो इटालीसम्ममा आउनलाई पुरै फन्ड्सको व्यवस्था कसले गर्ने हो, जसको इन्कम अलि राम्रो छ त्यो हेरेर आफूले स्पोन्सर चुज गर्नुपर्ने हुन्छ। सबैभन्दा अगाडि चाहिँ प्रायले चुज गर्ने अप्सन भनेकै सेल्फ स्पोन्सरसिप हो। यदि तपाईँको आफ्नै इन्कम अलि राम्रो छ होइन, अनि तपाईँ फन्ड्सको लागि यताउता धाइरहनु नपर्ने अवस्था छ भने चाहिँ तपाईँ आफूलाई नै स्पोन्सर बनाउन सक्नुहुन्छ। आफूले आफूलाई स्पोन्सर बनाउनको लागि चाहिँ तपाईँसँग आफ्नो ब्याङ्क ब्यालेन्स प्रपर हुनु पर्यो, आफ्नो एउटा कन्टिन्यू इन्कम आइराख्ने सोर्स हुनु पर्यो। त्यो डकुमेन्टहरू यदि कम्प्लिटली जेन्युन छ र आफूसँग अभाइलेबल छ भने चाहिँ तपाईँले स्पोन्सरसिपको अप्सनलाई चुज गर्न सक्नुहुनेछ। अर्को एउटा आइडिया चाहिँ के छ भने तपाईँले आफ्नो मम र ड्याड मध्ये बायोलोजिकल प्यारेन्ट जो हुनुहुन्छ उहाँलाई स्पोन्सर बनाउन सक्नुहुनेछ। स्पोन्सर चाहिँ तपाईँहरूको ब्रदर सिस्टर कोही बढी इन्कम हुनुहुन्छ भने पनि उहाँहरूलाई चाहिँ स्पोन्सर बनाउन इटालीको लागि चाहिँ मिल्दैन। अब चाहिँ हामी फाइनेन्सियल रिक्वायरमेन्ट्स स्टडीको लागि के चाहिन्छ त्यसको बारेमा कुरा गरौँ। कतिको फन्ड्स चाहिने हो, ब्याङ्कको रिक्वायरमेन्ट के हुन्छ त्यसको कुरा गरौँ। ब्याङ्क ब्यालेन्स रिक्वायरमेन्टकोमा चाहिँ सबभन्दा अगाडि चाहिँ के बुझ्नु पर्यो भने तपाईँले आफ्नो ब्याङ्कमा चाहिँ फन्ड्स चाहिँ प्रपरली जति तपाईँको स्टडीको लागि चाहिने हो त्यति चाहिँ तपाईँले ब्याङ्कमा देखाउनु पर्ने हुनेछ। यदि देखाउन नसकेको खण्डमा चाहिँ तपाईँको भिजामा अलि प्रब्लम आउने चान्स धेरै नै हुन्छ। र अब मास्टर्स डिग्रीमा चाहिँ फन्ड्सको के कसो छ त्यसको बारेमा बुझौँ। मास्टर डिग्रीको चाहिँ इटालीमा 2 वर्षको कोर्स हुनेछ। इटालीको गभर्मेन्टले तोकेको एजम्सन अनुसार चाहिँ मास्टर्स डिग्री कोर्समा चाहिँ तपाईँले 2 वर्षको कोर्समा टोटल 12,000 रुपियाँ जति चाहिँ युरोजमा त्यति खर्च गर्नुहुन्छ भन्ने चाहिँ अनुमान लगाएको हुन्छ। त्यो फन्ड्स चाहिँ तपाईँले यताको ट्युसन फिजलाई, लिभिङ एक्सपेन्सेसलाई कभर गर्नको लागि ब्याङ्कमा देखाउनु पर्ने हुन्छ। र हाम्रो ब्याचलर्स डिग्रीको कुरा गर्दाखेरि चाहिँ 3 वर्षको कोर्स हुन्छ र त्यसको लागि चाहिँ तपाईँले 3 वर्षको लागि हरेक वर्षको 6,000 युरो गरेर 3 वर्षमा 18,000 युरो टोटल चाहिँ तपाईँले फन्ड्स चाहिँ आफ्नो ब्याङ्क अकाउन्टमा देख्नुपर्ने हुन्छ। र हामीले पहिलादेखि नै भन्दै आएको कुरा चाहिँ के हो भने तपाईँको ब्याङ्कमा फन्ड्स जति देखाए पनि तपाईँको मिनिमम रिक्वायरमेन्ट भनेको सबैभन्दा अगाडि चाहिने चाहिँ ब्याङ्क स्टेटमेन्ट 6 महिनाको चाहिँ चाहिने नै हुन्छ। र 6 महिनाको ब्याङ्क स्टेटमेन्ट चाहिँ त्यो मिनिमम रिक्वायरमेन्टमा राखेको हुन्छ। र 6 महिनाको ब्याङ्क स्टेटमेन्ट चाहिँ यसरी बनाउनुहोस् कि तपाईँको पर मन्थ युरोजमा क्यालकुलेट गर्दाखेरि 600 युरोज गर्नुहोस्। त्यसैले अब नेपालीमा क्यालकुलेसन गरेर अब त्यसमा आफ्नो मन्थली इन्कम आइराख्ने अरू साइड इन्कमहरू केही छ भने त्यो देखाउनु पर्नेछ। र अर्को कुरा गर्नेछौँ हामी आफ्नो इन्कम कसरी प्रुभ गर्ने हो भनेर। तपाईँको इन्कम सोर्स के कस्तो छ त्यो तपाईँले यता भिसा अफिसरलाई कसरी देखाउन सक्नुहुनेछ। तपाईँले आफ्नो इन्कम सोर्स किन चाहिँ प्रुफ गर्ने हो भने चाहिँ यता इटाली आउँदाखेरि तपाईँको अब फन्ड्स जति देखाए पनि तपाईँको एउटा इन्कम सोर्स चाहिँ हुनुपर्छ। र त्यो इन्कम सोर्स चाहिँ किन देखाउने भन्दाखेरि तपाईँले अब इन्कम कसरी आइरहेको छ तपाईँको ब्याङ्कमा नआए पनि तपाईँको फ्यामिलीलाई तपाईँले अहिलेसम्म सस्टेन कसरी गर्नु भइरहेको छ, तपाईँको मदर र फादर जसको इन्कम छ, या तपाईँ आफै स्पोन्सरसिप गर्ने हुनुहुन्छ भने तपाईँ आफैले पनि आफ्नो फ्यामिलीलाई हेल्प गर्नको लागि इन्कम गरिरहनु भएको छ। र हामीले इन्कम सोर्स किन देखाउने भन्दाखेरि चाहिँ तपाईँको यता आउँदाखेरि फाइनेन्सियल स्टेबिलिटी कतिको तपाईँको बलियो छ र फन्ड्सहरू तपाईँले देखाउनु भएको जेन्युन अलि राम्रो छ कि नै त्यो चाहिँ तपाईँको इन्कम सोर्सको डकुमेन्ट्सहरू के कस्तो राख्नु भएको छ त्यो हेरेर देख्न सकिन्छ। इन्कम सोर्सको डकुमेन्ट्सको कुरा गर्दाखेरि फर्स्ट एन्ड फरमोस्ट बनाउनु पर्ने तपाईँले डकुमेन्ट भनेको स्यालेरी सर्टिफिकेट अर्थात् इम्प्लोइमेन्ट कन्ट्र्याक्ट। स्यालेरी सर्टिफिकेट भनेको चाहिँ के हो भन्दाखेरि नर्मल वर्ड्समा भन्दाखेरि तपाईँ अहिले जहाँ जब गरिरहनु भएको छ या पहिला जता जब गरिरहनु भएको थियो त्यहाँको तपाईँलाई एउटा सर्टिफिकेट हुन्छ, म यहाँ जब गर्दैछु र इन्कम यति छ भनेर तपाईँलाई आफ्नो कम्पनीले नै दिन्छ कि त्यो डकुमेन्ट। त्यो डकुमेन्टमा चाहिँ त्यही कम्पनीकै लेटर हेडमा बनाउनु पर्ने हुन्छ। र अर्को डकुमेन्ट चाहिँ जुन तपाईँले भिसा एप्लाई गर्ने बेलामा हाल्न सक्नुहुनेछ त्यो भनेको चाहिँ स्यालेरी स्लिप्स हो। र अर्को एउटा फरमोस्ट सबैभन्दा जेन्युन सबैभन्दा राम्रो देखिने तरिका चाहिँ के छ तपाईँको फाइनेन्सियल स्ट्याटसको भने
तपाईले आफ्नो ट्याक्स तिरेको डकुमेन्ट्सहरू देखाउन सक्नुहुनेछ। तपाईले डकुमेन्ट्सहरू जस्तोसुकै बनाए पनि ट्याक्स तिरेको डकुमेन्ट छ भने चाहिँ तपाईँ यो काम गरेको हुनुहुन्छ र कम्पनीले ट्याक्स तिरिरहेको छ भने तपाईको इन्कम जेन्युइन भएको चाहिँ सजिलो तरिकाले देख्न सकिन्छ। र यदि स्यालेरी नभएको खण्डमा तपाईले एग्रिकल्चरल इन्कमहरू देखाउनुहुन्छ भने चाहिँ तपाईले आफ्नो वार्डबाट पनि इन्कम ट्याक्सको त्यो पेपर बनाउन सक्नुहुनेछ। अब कुरा गरौँ तपाईले के डकुमेन्ट्सहरू राख्दाखेरि चाहिँ तपाईको एप्लिकेसन अझ राम्रो देखिन्छ र तपाईको भिसा अप्रुभ हुने चान्स चाहिँ अझ बढेर आउनेछ। तपाईले आफ्नो कम्पनीबाट अझै राम्रो इम्प्लोइको सर्टिफिकेटहरू लिन सक्नुहुनेछ र आफ्नो म्यानेजरबाट सपोर्टिङ लेटर्सहरू अझै राम्रो राख्नु भएछ भने तपाईको भिसाको लागि अझै सजिलो हुनेछ अप्रुभलको लागि। र अर्को जुन चाहिँ डकुमेन्ट तपाईले भिसाको टाइममा बुझाउँदाखेरि चाहिँ तपाईको अप्रुभलको चान्स अझै बढ्नेछ त्यो हो एनुअल इन्कम सर्टिफिकेट। एनुअल इन्कम सर्टिफिकेट भनेको चाहिँ तपाईको फ्यामिलीभरिमा जतिजना मेम्बर हुनुहुन्छ अझै अहिले बसिरहनु भएको उहाँहरू सबैको इन्कम गाभिएर बनाइएको सर्टिफिकेटलाई एनुअल इन्कम सर्टिफिकेट भनिन्छ। यो इन्कम चाहिँ तपाईले आफ्नो वार्डबाट बनाउनु पर्ने हुनेछ। यो डकुमेन्टले चाहिँ तपाईको फाइनेन्सियल स्टेबिलिटी इटालीमा पढ्नको लागि के चाहिने हो त्यसको लागि चाहिँ एउटा ठुलो भूमिका खेल्छ यो डकुमेन्टले चाहिँ। र अर्को सपोर्टिङ डकुमेन्टमा तपाईले आफ्नो वार्डबाट ट्याक्स क्लियरेन्स राख्न सक्नुहुनेछ। इन्कम सबैको स्यालेरीबाट नआउने हुनसक्छ, त्यही कारणले तपाईहरूले एडिसनल्ली एग्रिकल्चरल इन्कम अथवा अरू कुनै वार्डबाट बनाउन सक्नुहुन्छ डकुमेन्ट्सहरू। अर्को डकुमेन्ट त्यो चाहिँ हो प्रपर्टी डकुमेन्ट्स। प्रपर्टी डकुमेन्ट्सहरू राखेको खण्डमा चाहिँ तपाईले प्रपर्टीको ओनरको हुनुहुन्छ उहाँको लाल पूर्जाको डिटेल्सहरू अनि उहाँले ल्यान्डको ट्याक्सहरू पेमेन्ट गर्नुभएको डकुमेन्ट्सहरू त्यो सबै बुझाउनु पर्ने हुनेछ। इटालीको भिजा एप्लिकेसनको लागि फन्ड्सले चाहिँ एकदमै धेरै ठुलो भूमिका खेलेको हुन्छ। राम्रो फन्ड्स भएको केसमा चाहिँ तपाईको भिजा पाउने चान्स चाहिँ अलि धेरै नै हुन्छ। फन्ड्स नभएको केसमा चाहिँ तपाईको भिजामा प्रब्लम आउने चाहिँ धेरै सुनिएको छ, जसको फन्ड्स चाहिँ अलि राम्रो छैन र पुगेको फन्ड्सको भन्दा तपाईले थोरै अलिकति कम नै देखाउनु भएको छ भने चाहिँ तपाईको भिजा एप्लिकेसनमा अलिकति बाधा आउने चान्स चाहिँ हुनेछ। सबैजनाको पहिलादेखि नै सेभिङ्सहरू नहुने केसमा चाहिँ तपाईले ब्याङ्कबाट एजुकेसन लोन पनि लिन सक्नुहुनेछ। एजुकेसन लोन भएको केसमा चाहिँ भिजाको अप्रुभल आउने चान्स पनि अलि बढी नै हुन्छ। र कसै फ्यामिलीकोमा चाहिँ अलि प्रपर्टी भएको केस छ भने चाहिँ उहाँहरूले त्यो प्रपर्टीहरू बेचेको पैसा पनि देखाउन सक्नुहुनेछ। र कसैको फ्यामिलीमा जस्तै ज्वेलरीहरू गोल्ड्सहरू सिल्भरहरू त्यो कुराहरू चाहिँ स्टकमा छ भने चाहिँ त्यसको बेचेको पैसाहरू पनि देखाउन सक्नुहुनेछ। त्यो पनि फन्ड्सको लागि अलि जेन्युइन अप्सन नै मानिन्छ। फाइनल्ली यो डकुमेन्टहरू सँगसँगै एउटा टिप्स चाहिँ हामी के दिन चाहन्छौँ भने चाहिँ तपाईँ सकेसम्म 6 महिनाको स्टेबल नै हुने तरिकाको ब्याङ्क ब्यालेन्स देखाउनुहोस् र सकेसम्म चाहिँ तपाईँ एकैचोटि धेरै पैसा डिपोजिट गर्न चाहिँ कम नै गर्नुहोस्। एकैचोटि धेरै अमाउन्ट डिपोजिट गर्दाखेरि चाहिँ तपाईँले यत्रो धेरै पैसा कहाँबाट लिएर आएको भनेर यताउता बुझाइराख्नु पर्ने हुनेछ र त्यो चाहिँ सकेसम्म नगर्नु नै। अनि कुरा गरौँ डकुमेन्ट्सहरू तपाईँले इङ्ग्लिसमै बुझाउनु पर्ने हो कि इटालियनमा बुझाउनु पर्ने हो भन्ने बारे। डकुमेन्ट्सहरू प्राय ठाउँमा इङ्ग्लिसमा पनि इभ्यालुएसन हुन्छ, तर तपाईले सकेसम्म इटालियनमा गर्नुहोला यदि तपाईँ इटालीको लागि नै प्रोसेसिङ गर्दै हुनुहुन्छ भने चाहिँ। इटालियनमा बुझाउँदाखेरि चाहिँ तपाईँको अन्नेसेसरी डिलेजहरू चाहिँ रोक्न सकिन्छ भिजा प्रोसेसिङमा। तपाईँले प्राय डकुमेन्टहरू इटालियनमै बुझाउनु भएको छ भने चाहिँ तपाईँको प्रोसेस चाहिँ अलि छिटो हुन चान्स छ। र तपाईँले आफ्नो डकुमेन्ट्सहरू चाहिँ इटालियन कन्सुलेट लाजिमपाटले राख्नु भएको इटालियन ट्रान्सलेटर्सहरूबाट नै गर्नुहोस्। र हामीले केही टाइम अगाडि भनेको जस्तै फेरि एकचोटि दोहोऱ्याउन चाहन्छु, तपाईँ सकेसम्म एकैचोटि धेरै पैसा डिपोजिट गरेर चाहिँ सकेसम्म अभोइड नै गर्नुहोस्। एकैचोटि धेरै अमाउन्ट डिपोजिट गर्दाखेरि तपाईँले यताउता कहाँबाट इन्कम ल्याउनु भयो प्रपर्टीहरूको के गर्नुभयो त्यो धेरै थरी बुझाइराख्नु पर्ने हुँदाखेरि चाहिँ तपाईँ सकेसम्म यो सस्पिसियनमा चाहिँ नपर्नु होला। ब्याङ्क स्टेटमेन्ट हेर्दाखेरि चाहिँ भिजा अफिसरले प्रायः जसो धेरै ट्रान्ज्याक्सन भइराख्ने अमाउन्ट नै हेर्छन्, त्यसै कारणले तपाईँ थोरै गरेर केही टाइम हप्ता दिन लगाएर थोरै गर्ने, त्यो गरी चाहिँ तपाईँको इन्कम अलि जेन्युइन पनि देखिन्छ र इन्कम धेरै कहाँबाट ल्यायो भनेर बुझाइराख्नु पनि नहुनसक्छ। तपाईँले सकेसम्म थोरै गरेर इन्कम हाल्नुहोस् र धेरै अमाउन्ट हाल्दाखेरि भन्दा थोरै हाल्दाखेरि चाहिँ तपाईँले बुझाइराख्नु पर्ने अवस्था हुँदैन। र अन्तिमसम्ममा यो भिडियो हेर्नुभएकोमा सबैजनालाई धन्यवाद। र डकुमेन्ट जति राम्रो बनाउनु हुनेछ तपाईँको भिजाको लागि अप्रुभल चान्स धेरै नै बढ्नेछ। अहिलेसम्म भिडियो मन पराइदिनु भएको सबैजनाले लाइक र सेयर गरिदिनुहोस् र सेल्फ स्टडीको लागि इटाली आउनु जो चाहनुहुन्छ उहाँ साथीहरूलाई पनि सेयर गरिदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छौँ।